अहिले चाहिँ मैले भन्दै थिएँ तपाईँहरूलाई यो साङमा रानी वनको जुन थुप्डेन छोइखरलिङ गुम्बाको चाहिँ आज विधिवत उद्घाटन हुँदैछ र यहाँ मेमे पनि हुनुहुन्छ हाम्रो अघि श्रद्धेय मेमे। हजुरको शुभ नाम त के हो? मेरो जिम्बा लामा भन्छ। जिम्बा लामा हो कि? हजुर कहाँबाट हो? म मङ्गरजुङ हो कि? हजुर आज चाहिँ विशेष यो जुन अनुष्ठान भनौँ एउटा भव्य एउटा उद्घाटन पनि भइराखेको छ अघि यहाँनिरको, र यहाँ चाहिँ को आउनु हुँदैछ अनि उहाँको विशेष आगमनको बारेमा अलिकति बताइदिनुहोस् न। उहाँ मिरिकको हुनुहुन्छ र उहाँ चाहिँ पूर्व दोर्जे, उहाँ खेमकोदेखि अहिले रेम्बुर्सेमा जानुभएको छ। रेम्फोर्टे हो कि? उहाँ चाहिँ रेम्बुर्से हुनुहुन्छ र उहाँले मगरजुङ गुम्बा उहाँको हो। मगरजुङ जुन चाहिँ थिङगाउँको गुम्बा चलाउनुहुन्छ र उहाँले नै त्यो गुम्बालाई सञ्चालन गर्नुहुन्छ। साथै अहिले यस रानीगञ्ज गुम्बालाई पनि उहाँले फर्स्ट टाइम उद्घाटन उहाँकै हातबाट हुने आजको दिनमा चाहिँ निश्चय गरिएकोले गर्दाखेरि उहाँ आज आउनु हुँदैछ। र उहाँ कति दिन बस्नुहुन्छ यहाँ? उहाँ 12 तारिक जुन चाहिँ थिङगाउँको वाङ गरेर मात्रै जानुहुन्छ र यहाँ चाहिँ आज दिनभरिको प्रोग्राम राखेर बस्नुहुन्छ। उहाँ आफ्नै मान्छेको घरमा बस्नुहुन्छ। उहाँ चाहिँ 12 तारिक चाहिँ उहाँलाई थिङगाउँको जुन गुम्बा छ त्यहाँ भेट्न सकिन्छ। त्यहाँनिर एकदमै दिनै यहाँ चाहिँ आज दिनभरि 4 आज दिनभरि मात्रै हो कि? हजुर, आज 4 बजीसम्म भेट्न सक्नुहुन्छ। उहाँको विशेष भन्नुपर्दाखेरि मिरिक गुम्बा कुन चाहिँ गुम्बामा हुनुहुन्छ उहाँ गुम्बा छैन उहाँको। उहाँ चाहिँ एकदम बाहिर न्युजिल्यान्ड, थाइल्यान्ड, जापान, जर्मन, हङकङ, उहाँ चाहिँ काठमाडौँ यसरी उहाँ चाहिँ एकदम उहाँले यसरी स्पिचहरू गरेर हिँड्नुहुन्छ। उहाँ रिम्बुर्सेको दर्जामा हुनुहुन्छ बाहिर पनि। उहाँलाई एकदम भव्य स्वागत हुन्छ बाहिर पनि हो कि? हुन्छ, धन्यवाद हजुर।